हिङ, जति आफ्नो बच्चालाई चाहिन्छ यसरी तपाईलाई मन बच्चालाई त्यतिकै लिटो या ग्रोथ या यस्तो कुराहरू खुवाउँदाखेरि कहिले पनि हुन त यसमा प्याकेटमा तातो पानीमा बनाएर खुवाउनुहोस् भनेर लेखेको हुन्छ, तातो पानी मात्रै उमाल्नुहोस् भनेर लेखेको हुन्छ। तर तातो पानीमा मात्र लिटोहरू खुवाउँदाखेरि बच्चालाई त्यति राम्रोसँग पच्दैन। त्यसैले तपाईँले यसरी पहिला यसरी पानी र लिटोलाई मिक्स गर्नुहोस्, एक ठाउँमा मिसाउनुहोस्। मिसाएपछि मजाले यसरी चलाउनुहोस् चारैतिर पानी पुग्ने गरी। अनि त्यसपछि यसलाई 2 देखि 3 मिनट, 2 मिनट अब टेम्परेचर हेरेर 2 देखि 3 मिनट हल्का उम्लेको देख्ने गरी माइक्रोवेभमा हालिदिनुहोस्। यसरी पकाउनु भएको लिटो बच्चालाई खुवाउनु भयो भने यस्तो देखिन्छ। यसरी बच्चालाई लिटो खुवाउनु भयो भने बच्चालाई पचाउन पनि सजिलो हुन्छ, बच्चाको जिउमा पनि लाग्छ, बच्चालाई खान पनि सजिलो हुन्छ, तपाईँलाई खुवाउन पनि सजिलो हुन्छ, बच्चाले मन पनि पराउँछन्।